हेलो गाइजहरु, आज चाहिँ हाम्रो घरमा यहाँ पानीपुरी पाक्दैछ, कटोरा पनि पाक्दैछ। खाना आउनुहोस् है। ल हेर्नुहोस्, यति धेरै पाक्दै बनाउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ अनि उहाँ चाहिँ यहाँ पनि बन्दैछ। यो चाहिँ आलु भयो, यहाँ चाहिँ अब प्याज, टमाटर, खुर्सानी, चटपटेको सामान हो यो चाहिँ। अनि यहाँ आउनुभयो ल चटपटी पनि बन्छ साथीहरु। लोकेसन पनि भन्दिनु होला। ट्याक्कै बाँसगढी 5 नगरपालिका निरा आइहाल्नुहोस्। र आज चाहिँ हामीले त्यो पोर्चुगलको हुन्छ नि, पोर्चुगलको र ब्राजिलको त्यो चिप्सहरू पनि खायौँ है हामीहरूले चाहिँ। उहाँ चाहिँ ब्राजिलको फ्यान हो। ब्राजिल अर्जेन्टिना हो, म कट्टर अर्जेन्टिना फेरि। अनि उहाँ चाहिँ को तपाईँ चाहिँ के हो? म त कसैको पनि हैन, म तपाईँ? मेरै फ्यान हो। म सबै उहाँ चाहिँ सबै जोली चाहिँ त्यही हो। म त उहाँको फ्यान हो नि। राख म त उहाँको फ्यान भन्नु न। म चाहिँ पोर्चुगलको फ्यान हो है साथीहरू। यस्तै छ पारा। हेलो गाइजहरु, ल फाइनल्ली बन्दैछ। अब पानीपुरी बन्यो, अब चटपटे बन्न बाँकी। बाई अहिलेको बाई। लागि। हेलो साथीहरु, आज चाहिँ हामी चटपटे पानीपुरी बनाउँदैछौँ। उहाँ चाहिँ यो पानीपुरी फुलिसकेको छ। ए पानीपुरी यहाँ भइसकेको छ। अब यहाँ चटपटेको लागि तयारी हुँदैछ। म चाहिँ यहाँ पानीपुरीको मसला बनाउँदैछु। मम्मीले आयो खाइसक्यो। यता चटपटे बन्दैछ। चटपटेको तयारी हुँदैछ। कति हाल्ने हुन्छ? अब हामी चटपटे पानीपुरी खाँदैछौँ। अनि हामी मजाले खान्छौँ नि फेरि। चाउचाउ भयो, सब चिज खान्छ। ल ए बाबु यहाँ गीत गाइदिन्छ, लगाइदे एउटा गीत गाइदिएन सु गर्दैन। ल गाइजहरु, यहाँ सब कुरा पाकिसकेको छ। ल एकचोटि देखाइदेऊ त। पानीपुरी, चटपटे, पानीपुरी। अनि यहाँ के चाहिँ यो पानीपुरीको भित्र हाल्ने मसला। ल यहाँ म पनि देखाइदिन्छु। यी हाम्रो मेन एक्टर, यी अर्को एक्टर, यी अर्को लम्बू भाइ कलौटे, मिस्टर कलौटे। यता हेर्नुहोस् त मिस्टर कलौटे, उहाँ त खाना बाहेक अरू केही जान्नु भएको छैन। अघि नै सहयोग गर्न आउनु भन्दाखेरि के पो लाग्यो तर यो के हो कि खास तिमीले बनाएको चटपटे के भन्छ यो गोलो तपाईँ खाना चेक गर्नु। भाउजूले गोलो गोलोलाई के भन्छ? पुरी। गाइस, म चाहिँ चटपटे वाली। हेलो गाइस, म चाहिँ पुरी वाली। म चाहिँ मसला वाली। म पानी वाली। म त खाने वाला। तिमी के हेर्ने होला? म हेर्ने वाला। नहल्लेर भन न। म हेर्ने होला भन। म हेर्ने वाला। भिडियो हेरौँ न। चटपटे हाल्दैन न। खानु न सबै। खानु छ अरे दिदी। म खान्न। दिदीको आज पर्छ। खानु न। खान्न के? यता हेरेर खा है भाइ। यता हेर्नुहोस्, यसले खाँदैछ कस्तो छ भन्दैछ। मसला नि मसला। मिठो छ। ल यति बोला अब यो मेरो पुरी खाने छ क्या? पुरी खाने छ। पानी अनि भान्जी पकाएको
मेरो लागि